आज पनि मैले सुधार काटेर दिएको भिडियो देखाएको छ कि सुधार काटेर दिएको आएको खासै भिडियो बनाउने हुन्छ मैले ह्याङ भएर चाहिने अवस्था र फाइनल गाइजहरू आज पनि हामी सोतर काट्न लागि गइरहेको छौँ गाइजहरू। अब आज हामी सोतर कति काटेर भने लगभग 4-5 मिनट लाग्ने छ जान र अब हामी हिँडिसक्यौँ गाइजहरू। मम्मी के चाहिँ हिँडेको पर्खिन सोतर काट्न मजा आएको छ नि मम्मी। अब चाहिँ बुमे काममा डल्लै मारिहाल्यो मलाई हो के गर्नु काम नगरी खाना दिँदैन घटा हानिहाल्छ मम्मीले फेरि आइहाल्छ नि हौ। हेलो अलि भएको दिदी अलि नभएको दिदी हो यो बोला दिदी हुन्छ बोला दिदी हो यहाँ बोला दिदी भनिसक्यो मेरो सब्सक्राइब गरिदिनु भनेको त नगरिदिनु अलि नेट गरिदिन्छु भने नेटै छुट्यो भने ढाँटै दिदी हो यो ढाँटै दिदी हो। ए यस्तो लोभीहरू मान्छे छैन कि हाम्रो गाउँमा। हेलो किन नगरिदिएको मैले हो किन नगरिदिनु भिडियोलाई ए अनि हाम्रो गाउँतिरको यस्तो बनिरहेको छ यो भलक यो यस्तो भलक बनेको छ यी हाम्रो यो ओडाकोलाई बन्द गरिराखेको छ एक तले भवन यो 1 करोड कति लाखको बजेको फेरि 1 लाख कति 39 लाख 1 करोड 39 लाखहरूको यो बजेछ। अब भित्र 1-2 महिना काम छ अझै यस्तो बनाएछ यस्तो थियो यस्तो ठाउँ छ हाम्रो यो बुढी खबी खानुपर्छ होला अझै इँटाहरू आएर चाहिँ यता चाहिँ अब हामी उपरतिर जङ्गलतिर जाने होला हामी आज गर्नलाई यतातिर जानेछौँ अनि गाइजहरू। छिटो 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 ल बिहान चाहिँ हामी यहाँ लानेछौँ तर गाइजहरू बिहानको लागि त राखिरहेको अब अहिलेको लागि हामी उताबाट घारीतिर जानेछौँ गाइजहरू उता गाडीबाट जङ्गलतिर जानेछौँ हामी भाउ भोलि यो रुखहरू काट्नु छ ल मम्मी यो रुख है यो ठुलो कहाँ यो नकाट्ने कहाँ यो घाँस यहाँ काटेर त तपाईँले हो यता मेरो भारी पुग्छ तर भारी नि तपाईँ भारी पुग्छ हो तपाईँ भारी पुग्छ पुग्दैन म भारी लगाइदिन्छ म भारी लगाइदिन्छ फेरि कहाँ आयो त ल ल्याउ न म अलिक सोतर नम्बर म काट्छु ल सोतर ल सोतर काट्छु लगाइदियो म त सोतर पुगेन म चाहिँ काट्न गइरहेको छु कता जान्छु अब कता जाउँ कहाँ सोतर काट्नु त्यो सोतर छ हजुर तँ बोट के झ्याप भएको कहाँ काट्नु गइसकेँ मैले मम्मी भएको जान्छु मैले त अलिक काट्नु सक्नुहुन्छ मलाई सोतरको लागि चाहिँ यो रुख काम थियो यो रुखलाई म काट्न गइरहेको छु के साह्रो गाडी हो यता यसो सर बन्दारी बस्ने किरियाहरू त्यहाँ गाडी यो बन्दारी किरियाको लागि गाडी अस्ति हामीले बुढा गर्दै एउटा कुखुरा लगिहाल्यो भन्नाले
यो त पाखा नि जङ्गल भएछ एउटा माथि शत्रु भन्ने मान्छेले शत्रुले यो त यो बर्खाइ जग्गामा ल उसको गाईहरू एउटा कब्जा गाउनलाई म गइरहेको छु है अलिक ठाउँमा लिएको त धेरै पनि आउँदैन थोरै कब्जा आउँछ गाईहरू चल्नेहरूलाई के छ अप्ठ्यारो पऱ्यो आफै एक्लै बसिराख्नु लो गाई चाहिँ म गाउनु थालेँ 1 2 3 गो झर मेरो तार हुँदैन बिहान मेरो तार छरेर नगए भन्दैन मुलुक दुई चरा सपुत मरेर नगए झर्दैन बिहान मेरो तार भन्दैन मुलुक दुई चरा सपुत मरेर नगए गरेर नगए उठामा हाँसो गालामा लाली आउँछ झगडको कस्तो धन्यवादमा धेरै आएन अब सोतर आएको हो हाम्रो तल उयो तल अगाडि घर हो त्यहाँदेखि यहाँको सोतर काट्न जाने पुगो मलाई गाडी पुगो मैं पुग्नु लाग्यो भारी मैले भारी प्रेजेन्ट भइदिएर पनि यता घाँसहरू सोताहरू काहीहरू छाड्नु यहाँ हालिदिनु पाएन फेरि त्यसो त म जान्दिनँ भाइ खैले मोबाइल ल ल ल त्यसो जान्नु म त के को उल्टो के उल्टो अनि कहाँ छ बोक्नु चाहिँ बोक्ने कहाँ छ म यति बेला जानु नसक्नु भएन त्यहाँ म यहाँ लास्टै स्याहार्छु गाईहरू हल्का गरेर बाँध्नु छ त किन कस्नु हल्का गरेर अडिनुपर्छ एउटा ढङ्ग हुनु पर्यो नि म रोन्छु सकिएको होइन हल्का छ अडियो मात्रै सोतर लिएर
टिकाइ हालिसक्यो टिकाइ चाहिँ 2 भाइले एकछिन तैँले उनीहरू यो गोरु धरि घाँस त खाँदा चाहिँ सुता एकछिन उनीहरूलाई घाँसको लागि चाहिँ हस्त धन्यवाद आजको मैले भिडियो सकेँ।